नमस्कार साथीहरू, आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाल पुलिसले ठूलो संख्यामा म्यादी पुलिसको भ्याकेन्सी खुलाउँदैछ। म्यादी पुलिसको भ्याकेन्सी कहिले खुल्ने हो, कुन मितिमा खुल्ने हो, खुल्यो भने तपाईको उमेर, तौल, हाइट, त्यसपछि शैक्षिक योग्यता साथै अन्य कुन कुन डकुमेन्ट चाहिने हो, म सम्पूर्णको डिटेल आजको यस भिडियोमा दिनेछु। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सञ्चालन गर्नको लागि नेपाल पुलिसले लगभग 1,20,000 को भ्याकेन्सी खुलाउँदैछ र त्यो भ्याकेन्सी खुल्यो भने तपाईको हाइट, वेट, त्यसपछि शैक्षिक योग्यता के चाहिने हो, म सम्पूर्ण डिटेलमा आज तपाईहरुलाई दिन गइरहेको छु। अब यो भ्याकेन्सी खुल्यो भने तपाईको महिला वा पुरुष हुनुहुन्छ भने तपाईको हाइट 5.2 फिट हुनुपर्नेछ। त्यसपछि पुरुषको हकमा छाती नफुलाउँदा 31 र फुलाउँदा 33 इन्च हुनुपर्नेछ। त्यसपछि पुरुषको हकमा वेट, तौल, तपाई पुरुष हुनुहुन्छ भने तपाईको तौल कम्तीमा 50 केजी हुनुपर्नेछ। त्यसपछि महिलाको हकमा तपाईको हाइट 5 फिट हुनुपर्नेछ। त्यसपछि यसमा महिलाको हकमा चाहिँ छाती नापिँदैन। त्यसपछि महिलाको हकमा वेट 42 केजी हुनुपर्नेछ। त्यसपछि महिला हुनुहुन्छ वा पुरुष तपाई 18 वर्ष पुरा भई 54 वर्ष नकाटेको हुनुपर्नेछ। त्यसपछि तपाई महिला हुनुहुन्छ वा पुरुष तपाईहरु कुनै फौजदारी अभियोग वा कुनै राजनीतिक दलको सदस्य वा महिलाको हकमा चाहिँ गर्भवती नभएको हुनुपर्नेछ। त्यसपछि तपाईको मेडिकल, फिजिकल र लिखित हुनेछ। तपाईको मेडिकलमा चाहिँ अब त्यो छातीहरु भयो, त्यसपछि यताउता हातखुट्टा पाङुटिङको भयो नभएको हेरिनेछ। त्यसपछि तपाईको फिजिकलमा चाहिँ तपाई महिला हुनुहुन्छ वा पुरुष तपाईको अब 18 वर्षदेखि 35 वर्षसम्मको कोले चाहिँ तपाईले 5 मिनेटको भित्रमा 1 किलोमिटर रनिङ गर्नुपर्ने हुन्छ। त्यसपछि 35 वर्षदेखि 54 वर्षसम्मको तपाई महिला हुनुहुन्छ वा पुरुष 10 मिनेटको भित्रमा तपाईले 1 किलोमिटर रनिङ गर्नुपर्ने हुन्छ। त्यसपछि तपाई महिला हुनुहुन्छ वा पुरुष तपाईको पुशअप्स र सिटअप हुनेछ। तपाईहरुले 5 मिनेटमा 5 पटक सिटअप र पुशअप गर्नुपर्ने हुन्छ तपाई महिला हुनुहुन्छ वा पुरुष। त्यसपछि तपाईको लिखित इक्जाम हुनेछ। लिखित इक्जाममा कुन टपिकबाट क्वेशनहरु आउने छन् त अब म त्यो सबै डिटेलमा तपाईहरुले भन्न गइरहेको छु। तपाईको लिखित इक्जाममा चाहिँ नेपालको भूगोल, त्यसपछि नेपालको इतिहास, त्यसपछि नेपालको समसामयिक घटनाक्रमबाट आउनेछ। त्यसपछि नेपालको केही आर्थिक अवस्थाबाट, विज्ञान, त्यसपछि प्रविधि र स्वास्थ्यबाट पनि केही प्रश्नहरु आउन सक्नेछ। त्यसपछि केही सामान्य खालको अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्थाबाट पनि प्रश्न आउन सक्नेछ। तपाईको त्यसपछि विगतमा भएका स्थानीय तह, त्यसपछि प्रदेश र संघको निर्वाचनको बारेमा सामान्य प्रश्नहरु आउन सक्नेछ र यसको फुल मार्क्स पूर्णांक 100 हुनेछ र अन्तर्वार्ताको चाहिँ पूर्णांक 30 हुनेछ। तपाईको अन्तर्वार्ता पनि हुनेछ, यसको पूर्णांक 30 हुनेछ र तपाईको अन्तर्वार्तामा चाहिँ पास मार्क 8 हुन्छ र यसमा चाहिँ तपाईको लिखितमा पास मार्क अर्थात 40 नम्बर ल्याउनु भयो भने तपाई लिखित इक्जाममा पास हुन सक्नुहुनेछ। साथीहरु, अब यो म्यादी पुलिसको भ्याकेन्सी खुल्यो भने त्यो भ्याकेन्सी खुल्न साथ मैले तपाईहरुलाई यही हाम्रो युट्युब च्यानल खोज गुरु नेपालबाट म्यादी पुलिसको लिखित इक्जामको तयारीको लागि मैले नमुना सेटहरु इक्जाममा आउन, यो म्यादी पुलिसको लिखित इक्जाममा आउन सक्ने एकदमै इम्पोर्टेन्ट र भिआइपी प्रश्नहरुको साथ हाम्रो यो युट्युब च्यानल खोज गुरु नेपालमा युट्युब लाइभको माध्यमबाट म तपाईहरुलाई निशुल्क रूपमा अध्ययन गराउने छु। त्यसको लागि तपाईहरुले अहिले नै हाम्रो युट्युब च्यानल खोज गुरु नेपाललाई सब्स्क्राइब गर्नुको साथै सँगै रहेको बेल आइकनलाई अलमा प्रेस गर्न नभुल्नुहोला ताकि भ्याकेन्सी खुल्न साथ भ्याकेन्सीको जानकारी, त्यसपछि अब लिखित इक्जामको तयारीको लागि सम्पूर्ण इम्पोर्टेन्ट क्वेशनहरु निशुल्क रूपमा तयारी गर्नको लागि तपाईहरुले हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै यो आजको यो भिडियोलाई लाइक पनि गरिदिनु होला। अब यो म्यादी पुलिसको भ्याकेन्सी खुल्न साथ म तपाईहरुको लागि एकदमै भिआइपी प्रश्नका साथ लिखित इक्जाममा आउन सक्ने क्वेशनहरु लिएर आउने छु। त्यसको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। यतिन्जेल भिडियो हेर्नु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। हस्त, नमस्ते।